अहिले चाहिँ हामी ठ्याक्कै एकछिन विश्राम गर्नलाई हामी चाहिँ बसेका थियौं र हाम्रो साथी एकदमै हाम्रो प्रिय मित्र सञ्चारकर्मी अनि डाइरेक्ट साहब पनि हुन्छ उहाँ हाम्रो गोविन्द मुखिया सबैले चिनेकै मान्छे हुन्। उहाँको पसलमा हामी एकछिन आएर त्यहाँबाट यहाँ पनि भ्लग बनाइहालौँ भनेर चाहिँ हामी लागेका छौँ। तपाईहरुले पनि कुनै पनि ब्रान्डको मोबाइल तपाईको स्यामसुङ आइफोन रेडमी जुनसुकै ब्रान्ड पनि तपाईहरुले किस्तामा चाहियो अथवा तपाईको क्याश पर्चेज गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हाम्रो यो ठ्याक्कै हाम्रो यो क्याम्पस रोड यो गुरही चोकको ठ्याक्कै अलिकति थोरै पूर्व आएर यहाँ जीबी मोबाइल पोइन्ट भन्ने छ। यहाँ चाहिँ आउनु सक्नुहुन्छ। तपाईहरुले हरेक खालको यहाँ ब्रान्डको मोबाइलहरु पनि पाउँछ यहाँ। र अहिले हामीले सुटिङ गरिरहेको यो सुट गरिरहेको मोबाइल पनि यहीबाट किनेको मोबाइल हो। उहाँसँग पनि हाम्रो ल जीवी सर यो ब्लगमा भनिदिनुस् ल तपाईले के। नमस्कार सबैजनालाई। आज हाम्रो राज सर आउनु भएको छ। राजनीतिबाट धेरै खुसी लाग्यो। प्रयासमा आउनु भएको छ र चाहिँ उहाँ मेरो मित्र पनि हुनुहुन्छ। यो संस्थाको उहाँ चाहिँ सचिव पनि हुनुहुन्छ र आज चाहिँ उहाँहरू सुटिङ काहीँ गर्दै हुनुहुन्छ। सुटिङ सिलसिलामा आउनु भएको छ यहाँ र धेरै खुसी लाग्यो। र अहिले हाम्रो जीबी मोबाइल पोइन्टमा चाहिँ हामीले अहिले विभिन्न स्यामसुङ रेडमी ओप्पो भिभो वान प्लस आइफोन लगायत सम्पूर्ण ब्रान्डको मोबाइलहरू एकदम सुपथ मूल्यमा दिन्छौँ भने अनि हामीले चाहिँ अहिले विशेष गरेर यो हजुरको स्यामसुङको रेडमीको ओप्पोको एमआईको लगायत अन्य ब्रान्डहरू सर किस्ता बनिनु दिइरहेको छु। र अहिले चाहिँ न्यू इयर अफरमा चाहिँ प्रत्येक मोबाइल किन्ने ग्राहकको लागि चाहिँ हामीले देखाइदिनुहोस्। एउटा यहाँ छ यो चाहिँ इयरबड हामीले चाहिँ फ्रीमा दिन्छौँ। त्यसको लागि तपाईँले चाहिँ स्मार्टफोन 10,000 माथिको जुनै किन्दा पनि हुन्छ। तपाईँलाई चाहिँ हामीले यो फ्रीमा दिन्छौँ भने कभर पनि पाउनुहुन्छ, ग्लास पनि पाउनुहुन्छ। यदि यो लिनुहुन्न भने तपाईँलाई चाहिँ हामीले 1000 रुपियाँ डिस्काउन्ट गर्नेछौँ। लगायत अन्य मोबाइल फोन चाहियो भने जीबी मोबाइल पोइन्ट भन्नु यो टम्सुर गोइचोकमा छ। आउनुहोला। धन्यवाद। त्यस्तै गरेर के अरे यो भ्लग हेरेर चाहिँ म यहाँ किन्न आएको भन्नुहुन्छ भने उहाँले प्लस अझै पनि 5% डिस्काउन्ट गर्नुहुन्छ उहाँले भन्नुभएको छ है। त्यस्तै गरेर ल सारुजी किन हो यार यस्तो सुटिङ नभएर हो तपाईँको निन्द्रा आएको हो? कुनै सुटिङमा थिएन यार। ल साथीहरू हामीसँग जोडिराख्नु होला। लास्टसम्म पनि के हुन्छ कहाँ कहाँ जान्छ हामी देखाउनेछौँ। आज यहाँ हाम्रो एसएनएसको पसल भनेर जीवी सरमा आएको के गर्छ तपाईँ त्यही भएर पसल पनि देखाइदिएको। नदेख्ने साथीहरूलाई लोकेसन भने ठ्याक्कै यो धनगढीको गुरही चोक त्योभन्दा थोरै अलिकति पूर्व आउने एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुल त्यहाँ छ। त्यसको ठ्याक्क अपोजिट त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ जीबी मोबाइल पोइन्ट। ल त है त ल हाम्रो जीवी सरको यहाँ जीवी सरले हामीलाई चिया नास्ता पनि गर्नुभयो। उहाँलाई एकदमै धन्यवाद छ। यसलाई यस्तो घरमा बनेको अर्ग्यानिक चिया। सारू चाहिँ बाबु चिया र के खाने पप खाने हुन्छ के अरे एक्चुअली भन्नु त अहिले सबै सादामा छन्। यो मात्रै खादामा छन्। ल हाम्रो चिया खानपानको कार्यक्रम हुँदैछ अब यो ब्लगमा हेर्दै गर्नु होला। के गर्छ आज यो मनुवाले। ल चिया खाएर फेरि भेटौँला। ल